मसँग खेल्ने भाइहरूले म अन्त 17 वर्ष सानो हो मेरै गाउँको मेरै ठाउँको मेरो एजको र मसँगै खेलेको प्लेयर सिभिलको कोही पनि हुनुहुन्न विवाहमा चाहिँ अब अलिअलि हुनुहुन्छ गण्डकीले भाग नलिएको कारणले गर्दा त्यहाँबाट खेलेको अब गण्डकीले भाग लिएको खण्डमा चाहिँ गण्डकीबाटै खेल्छन् अब नलिएको खण्डमा चाहिँ सञ्जु विक्रम शाहको चाहिँ उमेर उत्तिकै बढ्दै गएको छ पुरानो भएको छ के स्टामिना छ खासै अब स्टामिना त मैले अब जस स्मोकिङ होइन ड्रिङ्कहरू नगर्ने भएको होला सायद 10औं प्रधानमन्त्री कप एनबिए राजधानीमा चल्दैछ र रुकुम पश्चिमबाट यसपटक अनुमोदन गरी सञ्जु विक्रम शाह हामी रुकुम पश्चिमबाट देखेका छौँ योभन्दा अघि उनी टिपटप हेल्प नेपाल लगायत अन्य चर्चित क्लबबाट गण्डकी प्रदेशबाट उनलाई हामीले देख्ने गरेका थियौँ भने यसपटक उनी रुकुम पश्चिमबाट हुनुहुन्छ म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार नमस्कार हजुरलाई तपाईहरुले पहिलो यो अब दोस्रो भनौँ न तपाईहरुले कोशी प्रदेशलाई सोझो सेटमा हराउनु भयो होइन तपाईहरुले यो गेमको विषयमा कसरी विश्लेषण गर्नुहुन्छ अब गेम कोशी प्रदेश नै राम्रो टिम अहिले पहिला हामी खेल्दा भन्दा अहिले धेरै राम्रो हुँदै जानुभएको छ भाइटरको हाइटहरू नि एडभान्टेज छ धेरै राम्रो छ टाइट नै हुन्छ होला गेम भन्ने सोचेको थियो जस टाइट नै भयो अब 3 सेटै गए पनि जस पोइन्ट इक्वेल जस्तो गइरहेको थियो राम्रै भयो गेम चाहिँ तर सहज त भएन हजुर सहज त अब उनीहरू पनि राम्रो छ अहिले गेम अब नेपालबाट खेलिसकेको भाइहरू हुन्छन् त्यही भएर राम्रो थियो टिम अब सञ्जु विक्रम लगायत होइन गण्डकी प्रदेशको टिम चाहिँ गण्डकी आउँछ कि भन्ने चाहिँ धेरैको आशा थियो यसपटक पनि देखिएन हजुर पहिला लिगमा हामी पहिलाको एनबिए लिगमा चाहिँ खेल्न आएनौँ त्यो चाहिँ सिलेक्सन म्याच जस्तो थियो त्योबाट 8 टिम सिलेक्सनमा रहेको त्यो नआउनको कारणले अहिलेको खेल्नु भएन अर्को टुर्नामेन्टमा चाहिँ पाउन सक्नुहुन्छ तर गण्डकीको भनेपछि होइन गण्डकीको फ्यानहरू हुँदो रहेछ गण्डकीको टिम खै भन्छ तर खेलाडीहरू त होइन अर्को टिममा भए पनि खेल्नु भएको छ तर तपाईँहरूको शुभचिन्तक धेरै रहेछ हजुर गण्डकी प्रदेशको भने पब्लिक टिम भयो पहिलेदेखि राम्रो टुर्नामेन्टहरू खेलिराख्ने जताततै एउटा मिलेर टच भइराख्ने जसै पनि फर्स्ट पनि भइरहेको छ सेकेन्ड थर्ड पनि भइराख्ने अब त्यो भएको कारणले पनि अब सिभिल टिम भयो त्यही भएर पब्लिकको फ्यान धेरै भएको होला सायद अब रुकुम पश्चिम पुग्नु भएको छ तपाईँहरू यो पटक पो खेल्नु भएको छ होइन कि पछिसम्म त्यहाँ रहने हो कि फेरि फर्किने हो भन्ने पनि दर्शकको चाहिँ मनमा हुनसक्छ यो कुरा अब त्यो त अब अहिले गण्डकीले भाग नलिएको कारणले गर्दा त्यहाँबाट खेलेको अब गण्डकीले भाग लिएको खण्डमा चाहिँ गण्डकीबाटै खेल्छन् अब नलिएको खण्डमा चाहिँ अब फेरि पनि पाउन सक्नुहुन्छ हिजोको गेममा सञ्जु विक्रमलाई देखिएन खेल्नु भएन नि मेरो हल्का प्रब्लम भएर घरमा जानुपर्ने भएको इमर्जेन्सी काम भएको भएर घरमा गएको थिएँ हजुर अब सञ्जु विक्रम निकै पुरानो खेलाडी लगभग तपाईँको समकालीन खेलाडीहरू कमै छ यहाँ चाहिँ होइन मेरो एजको र मसँगै खेलेको प्लेयर सिभिलको कोही पनि हुनुहुन्न विवाहमा चाहिँ अब अलिअलि हुनुहुन्छ अब तपाईँहरू जतिको अब भाइहरूसँग खेल्दा चाहिँ कस्तो हुँदो रहेछ त भाइहरूसँग अब मसँग खेल्ने भाइहरूले म अन्त 17 वर्ष सानो हो मेरै गाउँको मेरै ठाउँको अब भाइहरू अब नयाँ छन् तर अहिले राम्रो छन् स्पिड छ गेम पहिलाको केटाहरू भन्दा नि अब स्पिड छ अहिलेको केटाहरूको गेम जोस् सञ्जु विक्रम शाहको चाहिँ उमेर उत्तिकै बढ्दै गएको छ पुरानो भएको छ के स्टामिना छ खासै अब स्टामिना त मैले अब जस स्मोकिङ होइन ड्रिङ्कहरू नगर्ने भएको होला सायद त्यो नि प्लस पोइन्ट होला अनि अलिकति आफूले डाइटहरूमा नि अलिकति ध्यान दिनु पर्यो यो गेमलाई चाहिँ समग्रमा कसरी भन्नुहुन्छ तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ होइन प्रधानमन्त्री कप यो एनबिए तपाईँ लामो समय खेल्नुभएको छ वर्षौँ खेल्नुभएको छ समग्रमा भन्दा चाहिँ के भन्नु अब एनबिए गेम पहिलाभन्दा अब राम्रो हुँदै गइरहेको छ पहिला यहीबाट अब टुर्नामेन्टमा प्लेयरहरू चाहिँ ल्याउन पाइरहेको 4 जना थिए पछि 3 जना हुँदै गयो अब विदेशी इन्टरनेसनल प्लेयरहरू पुरै युरोप लिगहरू खेलेको प्लेयरसँग खेल्न पाइरहेको छन् सबै नेपालको खेलाडीहरू यो पनि एउटा राम्रो पक्ष हो अब क्लबहरूले बाहिरबाट अब इन्टरनेसनल प्लेयरहरू युरोप लिग खेल्ने खेलाडीहरू ल्याएर नेपालकोले सिक्न पाउनु भनेको एकदम राम्रो पक्ष हो यस्तै गेम भइराख्यो भने जस हाम्रो स्किलहरूदेखि लिएर सबै कुरा सिक्न पाउँछन् अनुशासन स्किलहरू देखेर सबै कुरा सिक्न पाउँछन् साथीहरूले जस अहिले प्राइज पनि राम्रो हुँदै गइरहेको छ यो नै हो अब तपाईँ पुरानो खेलाडी होइन अब नेसनल टिममा पनि खेल्नुभएको छ तपाईँ यदि भलिबल सङ्घ अथवा सरकारको तर्फबाट अब चाहिँ यसो गरियो भने खेलाडीको लागि राम्रो हुन्छ है भन्ने केही छ त सुझाव तपाईँ हजुर अब सबैभन्दा कुरा त ठुलो आर्थिक नै हो खेलाडीलाई अब खेलेर यहाँ खेल्ने बेलासम्म मात्रै हो अब नत्र अब हाम्रो अब यत्रो राष्ट्रिय गेम भयो नि अब कामै छैन हामी अब बाहिर नगइकन गाह्रो छ जस पहिलाभन्दा धेरै राम्रो छ राम्रो खेल्नेहरूको लागि अपर्च्युनिटीहरू भलिबलले गर्दा नि धेरै कुरा पाएको पनि छन् गुमाएको पनि छन् धेरै कुरा पाएको पनि छन् अहिले चाहिँ राम्रो हुँदै गइरहेको छ अब राम्रो खेल्ने बित्तिकै अहिले अब अलिकति अपर्च्युनिटीहरू मिल्छ विदेशतिर राम्रो देश जान अब विभागहरूमा गयो भने विभागहरूमा पनि राम्रो छ जस पहिलाभन्दा चाहिँ धेरै राम्रो छ अब अलिकति आर्थिक बजेटहरू छुट्याएर खेलाडीलाई आर्थिक तलबहरूको व्यवस्था गर्न सक्यो भने राम्रो हुने हो अनि त्यहाँबाट स्कुल लेभलदेखि नै राम्रो टुर्नामेन्टहरू गर्दै आयो भने चाहिँ खेलमा विकास होला सञ्जु विक्रम शाह चाहिँ अब हामीले नेपालमा कहिलेसम्म देख्न पाउने पनि त्यो कमेन्टहरू आउँदो रहेछ क्या धेरै खेलाडीहरू विदेशिएको छ सञ्जु विक्रम शाह पनि अब गइहाल्ने हो कि भन्ने पनि अब त्यो त म त्यस्तो सोचिसकेको चाहिँ छैन अहिले झ्याप्पै जान अब समय कसले देखेको छ र होइन अब यहाँ नेपाल हुने बेलासँग खेलिन्छ
अब हेर्दै जाऊँ अब शरीरले साथ दिएसम्म खेल्छु होला बाहिर गएन भने च्याप्प जाने प्लान चाहिँ छैन बाहिर हस् धन्यवाद हस् धन्यवाद हजुरलाई धेरै धेरै